नमस्कार। नमस्कार सर। पहिला नै तपाईँ एकछिन अगाडि नै जो मेचे कोचेको बारेमा भनेको थियो, तपाईँले के थाहा हुने मतलब थाहा छ कि रिलेसन कस्तो थियो यो मेचे कोचे लाप्चे राई मगर यिनीहरूसँग कस्तो रिलेसन हाम्रो थियो? मेचे कोचेहरूसँग चाहिँ हाम्रो ससुराली पनि छन्, कोही ज्वाइँ चलन भएका छन् हो। जस्तो कि अब हाम्रो मगर जातिले थापा जातिले मेचेको छोरी ल्याएर बिहा गरिरहेको छ, धुमधाम बिहा गर्यो। मगरले पनि बिहे गर्यो, राईले पनि बिहे गर्यो। मेचेनी केटीहरू अहिले मेरो छोरी भएको छ तिनीहरू। उनीहरूको म अब बाबु छु, एउटा मेचे भए तापनि मलाई बाबु मानेका छन् हो। म चाहिँ अब बाबुको रूपमा उनीहरूको म छु र तिनीहरू चाहिँ अहिले हामीसँग राम्रै छ। हाम्रो राई लिम्बूको किराँती धर्महरू पनि मेचे कोचेमै छ भन्ने कुरा चाहिँ गर्थे हाम्रो पुर्खाहरूले है। हुन त म त जानेको छुइनँ। अब पुर्खाले चाहिँ भन्थ्यो मेचे कोचेहरूसँग हाम्रो बिहाबारी चल्छ, राभाहरूसँग चल्छ भन्ने कुरा चाहिँ गरे। त किन चल्छ भन्ने कुरा गर्दाखेरि चाहिँ अब जस्तो राई र मगरको बिहाबारी चल्छ, त्यस्तै राईहरूसँग मेचे कोचेहरूको सम्बन्ध छ। सम्बन्ध हुनाले गर्दाखेरि चाहिँ उनीहरूसँग चाहिँ अब मगरसँग राई चल्छ भने त्यो मगरसँग मेचे कोचे किन चल्दैन होइन? अच्छा, जहाँ तक हामीलाई थाहा छ कि हामी त मङ्गोलियड हो अनि यो जग्गामा चाहिँ विशेष गरी डुवर्स जग्गामा चाहिँ सबैभन्दा पहिला पुरानो मतलब हामी त अब जनजाति नै हो नि। हामी यहाँको यो जग्गाको कोचे मेचे राई लिम्बू मगर यिनीहरू यहाँको सन्तान हो यो जग्गाको पक्का। र सबैभन्दा अगाडि ठुलो मतलब दाजुभाइहरूमा मेचेहरूको पोजिसन यहाँ चाहिँ थुप्रै मान्छे भन्छ कि यो जग्गामा मेचेहरू अगाडि थियो। हाम्रो अहिले मेचपाडा पनि अहिले नाम छ। थुप्रै कारण मतलब हामी अलिकति इतिहास खङ्गाल्दैछु त हजुर। त्यो मुताबिक हाम्रो मेचेहरूले गुलामी अर्काको नागरले गर्दा यो जग्गाहरू पनि छोडेको र तपाईँ यसमा कति थाहा छ कि यहाँ कि सहीमा मेचेहरू थियो यो जग्गामा अगाडि? यो जग्गामा जहाँसम्म पुर्खाहरूको कुरा अनुसारले चाहिँ यहाँ मेचेहरू थिए। यो जग्गामा पानी नहुँदाखेरि, पानी जमिनबाट निकाल्न नसक्दाखेरि र यिनीहरूले छाडेको जग्गा हो। यो कुप पनि खनेको छ। त्यो नयाँ बस्तीमा छ अनि यो माथि खास जमिनमा पनि एउटा कुप छ। अच्छा। त्यो पनि मेचेहरूले नै खनेको हो। अच्छा। अनि यता नयाँ बस्तीमा एउटा कुप छ, त्यो पनि मेचेले नै खनेको हो। हेर्नुहोस् है त। र यस्तै किसिमले डाँडा काँडामा बसेको थियो मेचे कोचेहरू। अहिले पनि खोलाले बगाएर आउँदाखेरि, ढुङ्गा मुढाहरूसँग बगाएर आउँदाखेरि मेचे कोचेको त्यो बुनेको कुहरू बगाएर आउँछ। त्यो भोटेको होइन, त्यो चाहिँ मेचेहरूकै हो। किन मेचेहरू धेरै जसो मान्छेहरू बस्थ्यो यहाँ। मेचे कोचे भयो, राभा भयो। त्यस कारण त जग्गा जग्गामा राभा मेचे कोचेहरू छन् त। जस्तो साततालीमा भयो, त्यहाँ पनि मेचे कोचेहरू छन्। अब त्यहीँबाट नै चेलीबेटी ल्याइदिएछ। हाम्रो मगरहरूले बिहा गरे, कोही राईले बिहा गरे र यस्तै किसिमको खोइ राम्रो सम्बन्ध छ मेचे कोचेहरूसँग। हाम्रो कुनै किसिमको तौतरमा हो भन्ने कुरा छैन, एकदम राम्रो छ। डुवर्सभरिमा यो मिनी भारत हामी सुन्छौँ, राम्रो पनि लाग्छ। यहाँ सबै छ र अहिलेको र उहिलेकोमा के अन्तर रहेछ? तपाईँ अहिलेको चाहिँ के सिस्टम छ, उहिलेकोमा के सिस्टम छ, कुन चाहिँ तपाईँलाई बेसी राम्रो लाग्छ? अब उहिलेको सिस्टम त अब उहिलेको सिस्टमै राम्रो थियो नि, त खास गरिकन सत्य थियो नि त उहिलेको सिस्टम। अहिलेको सिस्टममा चाहिँ त्यस्तो छैन। र अहिलेको सिस्टममा चाहिँ अब तैँले मलाई मन पर्यो, म खुसी छु, मैले तँलाई मन पर्यो, तिमी खुसी हुनुपर्छ भनेर जाउँ भागो भनेर त दोस्ती भएर उनीहरूको परिवार चलिरहेछ। यस्तो चाहिँ चलिरहेछ अहिलेसम्म। अब मग्ने बिहा हुनुसम्म हुँदैन। अब चोर त लानै पर्यो। बेङ्गोलीले पनि लगेको छ, नेपालीले पनि ल्याएको छ। बेङ्गोलीहरू हामीले थर गोत्र दिएर बेङ्गोलीलाई आफ्नो चेली बनाएर राखेका छौँ। यही तल गाउँमा के अरे के मगर भन्छ, त्यो मगरले दार्जिलिङबाट बेङ्गोली केटी ल्याएछ। भयो त अब पानी चल जातिको
हल्ला भइगयो। अब परजातको चेली ल्यायो भने त अप्ठ्यारो पऱ्यो नि त। अब बगुलाको बिचमा अब एउटा हाँस ल्यायो भने हाँसको बिचमा एउटा बगुला आयो भने त त्यो पनि अलमल पर्दैन। अन्त रङ हेरे एउटै तर यसले चोच र ठोडमा चिनिहाल्छ। र त्यस्तै किसिमको यहाँ हामीले नै आफ्नो जातमा ल्याएर उसलाई थरको उत्तर दिएर मेरो चेली छोरी भनेर बनाएर राख्यौँ। यहाँ बेङ्गोलीहरू पनि हाम्रो आफ्नो मान्छे भएको छ, हाम्रो पनि आफ्नो अर्को उनीहरूले लगेर उनीहरूकै भएको छ। जस्तो कि अहिले ठिकै छ, हामी उहिले त ठुल्ठुलो मतलब पढाइ लेखाइ कलेज युनिभर्सिटी केही गर्नु सकेन। हामी सबैले आफ्नो सन्तानलाई शिक्षित बनाए ताकि हाम्रो जो भाषा कल्चरलाई टानोस् भनेर। र जस्तो हाम्रो सबैको आफ्नो भाषा र कल्चर छ। तपाईँ मगरको पनि छ, हाम्रो मेचेको पनि छ, तामाङको, लिम्बूको, शेर्पाको, जति पनि यहाँको जनजाति, यहाँको जो यो माटोको जो सन्तान छ मङ्गलियट सबैको छ। र अहिले तपाईँहरूको भाषा कल्चर छ कि छैन मगरको? मगर भाषा छ। तपाईँ बोल्छ कि बोल्दैन? म मगर भाषा बोल्छु। अच्छा। तर बेसी जान्दिनँ। अब किन उहिलेको बाउहरूले अब सिकाएन, उनीहरू त जान्दथ्यो नि। अब ऊ बितेर गए, तर कुछ त म उनीहरूले बोलेको जवाब दिन सक्छु। अच्छा। त कहिले कहिले अप्ठ्यारो मान्छ कि भन्दैन? जस्तो मगर आमाले जन्म दियो, मगर आमाको हामीले सबै बिर्सियो, त कस्तो मनमा दुःख लाग्छ कि लाग्दैन तपाईँलाई कहिले कहिले? मगरको मतलब जस्तो हामी मेचे, हामी कमसेकम कोसिस गर्दैछौँ हाम्रो भाषा कल्चर र सुरक्षित गरोस्। यो पृथ्वीमा सबैको जिन्दा भए पनि मेरो आमा किन नबस्ने, मेरो आमाको भाषा कल्चर किन मिट्ने, हामी मिट्ने दिँदैन भनेर हामी अहिले निक्लेको छौँ। ठिक। तपाईँहरूकोमा त्यो छ कि छैन? त्यो जोस छ कि छैन? त्यो छ। अक्खलिपि भन्छ, हजुर। मगरको अक्खलिपि हुन्छ। अनि खाम भाषा पनि भन्छ। खाम कुरा। जस्तो कि मगरमा भन्नु एउटा कुरा मगरमा भनिदिन्छु ल। कुरा भएको छ हौ भनेर, कता जाने हो, कता हिँड्नुभयो भन्छ। यसलाई नै राख्छ, यता नै आएको भन्छन् हामी। यस्तो भाषा जस्तो छ। त गानी ज्यानी भन्छ नि, खानु पिउनु भन्छ हो। गानी भनेको चाहिँ पिउनु, ज्यानी भनेको चाहिँ खानु। एकचोटि मिल्यो, हामी पनि जानै भन्छ, खाने, जानी जानी भन्दा खाने भाषा पनि त बेसी टाढो छैन त, छेउछेउ नै हो। होइन हौ, हामीहरू जति चाहिँ मङ्गल रहेछ नि त। अब मङ्गल खानदानलाई मैले इतिहास पढेको, वाइफाई मैले हेरेको हो। त्यो डाँडाबाट यस्तै डिस्कसन गर्दाखेरि क्या, कल्चर गर्दाखेरि बात गरेको सुनेको। पहिला यो मङ्गल खानदानले चाइनामा आक्रमण गरेछ, इतिहासले प्रमाण गर्दछ। चाइनालाई आक्रमण गरेर तिब्बतलाई पनि कब्जा गरेर बसेर छ नि त मङ्गोलियनले। हजुर, हामीले पछि त के भयो, केमा मिलेन अब त्यहाँ अब शासनमा मिलेन कि या पोलिटिक्स चलाउनु जानेन कि शासन चलाउनु जानु पऱ्यो नि त। मङ्गोलियन खानदान के हो, खालि तागतले नै जित्थ्यो अगाडि, तागतले। अब हात्तीलाई पछार्ने मामुली हो, हात्ती खाने मान्छेहरू यो मङ्गोल खानदान रहेछ नि त। त भनौँ गणेश भगवान् बाबालाई नै खाइदिने भन्छ, बाघ भेट्यो बाघै खाने, यस्तो थियो नि छ। बहुत भयङ्कर खुङ्खार जाति रहेछ यो मङ्गोल जातिहरू। अन्त भनौँ मङ्गोल खानदानको भाषा हामी प्रायः अब राईहरूसँग पनि उनीहरूको भाषा पनि मिल्छ, हाम्रो लिम्बूको पनि मिल्छ। राईहरूको राई र लिम्बूहरूसँग मेची खुचीहरूको त देउता नै मिल्छ, कुलपित्र नै मिल्छ। यो तपाईँलाई थाहा छ ल? मलाई चाहिँ थाहा बताएको थियो, यो थाहा गरेको थियो। यो कुलपित्र चल्छ क्या राई र लिम्बू अनि मेचे कोचेहरूको। र मेचे कोचे राभाहरू चाहिँ हाम्रो सन्तानै हो रहेछ भनेर थाहा लाग्यो, किनभने पुर्खाहरूले मलाई भनेको थियो। अन्त कुनै जातको चेलीबेटीहरू पाएन भने मेचेले, राभाको चेलीले हुन्छ भन्थ्यो क्या। आफ्नो पहिराउ दियो भने यताउता कुलमा चलाउन सक्छ भन्ने कुराहरू चाहिँ गर्थे। अन्त त्यसो हुँदाखेरि अब मेरै भानिजले मेचिनी ल्यायो, अहिले पनि छ मेचिनी, 7 तालीबाट ल्यायो, नानी भइसक्यो। अनि एउटा फेरि मेरै
फुपूको छोरी दिदी लिम्बूसँग गइदियो। लिम्बू अब मेरो भानिज भयो। त्यो भानिजले पनि मेचेको चेली ल्याएर सन्तान जन्मियो। यही कालचिनीमै कालचिनी फेरि यहीँ आचापडा आचापडामा आचापडामा। त्यस कारण चाहिँ मेचे कोचेहरू अलिकति मदेखि अलिक नजिकै छ भनौँ न। नजिकै छ भनौँ न। अब मेरो नाम वीरबहादुर थापा। कति सालको हुनुभयो तपाईँको अहिले उमेर चाहिँ? अहिले 1948 देखि लिएर हिसाब गर्दा कति वर्ष पुग्यो होला? 78 पुग्यो। 78 पुग्यो होला।